तपाईहरु आईपीओ को नाम धेरै पटक सुन्नुभएको होला, तर वास्तवमा आईपीओ के हो, कम्पनीहरूले किन आईपीओ निकाल्ने गर्छन् र लगानीकर्ताहरूले किन आईपीओ भर्छन्। आजको भिडियोमा यी सबै कुराहरू हामी सरल भाषामा बुझ्नेछौँ। आईपीओ भनेको के हो? यसको पूरा नेम इनिशियल पब्लिक अफरिङ हो र यसको अर्थ जब कुनै कम्पनीले पहिलो पटक आफ्नो शेयर सर्वसाधारणहरूलाई बिक्री गर्छ त्यसलाई आईपीओ भनिन्छ र यही आईपीओ मार्फत एउटा निजी कम्पनी पब्लिक कम्पनी बन्छ र त्यो कम्पनीको शेयर किनेपछि सर्वसाधारणहरू पनि त्यो कम्पनीको चाहिँ मालिक बन्छन्। र अब हामी कुरा गरौँ कम्पनीहरू किन आईपीओ निकाल्छन्। खास गरी कम्पनीहरूले आफ्नो व्यवसाय विस्तार गर्न र आवश्यक पुँजीहरू जुटाउन, कम्पनीमाथि भएको ऋणहरू कम गर्नलाई चाहिँ उनीहरू आईपीओ निकाल्छन् र त्यही पैसाहरू उनीहरू आईपीओ मार्फत चाहिँ जुटाउँछन्। जस्तै यदि तपाईँ आवश्यक पुँजीहरू कुनै बैंकबाट लोन लिनुहुन्छ भने त्यहाँ तपाईलाई चाहिँ ब्याज महिनामा बुझाउनै पर्छ र कम्पनी विस्तार गर्नलाई थोरै अमाउन्टमा चाहिँ पुग्दैन, यहाँ चाहिँ करोडौँको कुरा हुन्छ। अब करोड रुपियाँ यदि तपाईँले कुनै बैंकबाट निकाल्नुहुन्छ भने उसको चाहिँ ब्याज महिनामा कति आउँछ एकचोटि सोचेर हेर्नुहोस्, उसलाई ब्याज चाहिँ तिर्नै पर्छ। त्यही भएर कम्पनीले चाहिँ के गर्छ कि आफूसँग भएको कम्पनीको सेयरहरू पब्लिकमा बाँडिदिने गर्छ, पब्लिकमा चाहिँ बेच्छ र हामी चाहिँ सर्वसाधारणहरू त्यो कम्पनीको सेयर 10-10 किता गरेर किन्ने गर्छौँ र किनेपछि चाहिँ के हुन्छ कि हाम्रो पैसा त्यसमा इन्भेस्ट हुन्छ, हामी पनि त्यो कम्पनीको मालिक बन्छ। जस्तै मानव कम्पनीको सेयर हामी 10 किता किन्यौँ र एउटा सेयरको प्राइस 100 रुपियाँ हो, हाम्रो त 1000 रुपियाँ त्यसमा इन्भेस्ट भयो र यस्तै 1-1000 गरेर कम्पनीले लाखौँ मान्छेलाई चाहिँ आफ्नो सेयर बेच्ने गर्छ र त्यसबाट चाहिँ उसलाई मजाले पैसा चाहिँ कलेक्सन हुन सक्छ र त्यही पैसाबाट चाहिँ उसले के गर्छ आफ्नो व्यवसाय विस्तार गर्छ। अब यहाँ उसलाई चाहिँ ब्याज पनि तिर्नु परेन। साथीहरू अब हामी कुरा गरौँ लगानीकर्ताहरूले किन आईपीओ भर्छन्। कम्पनीले सेयरको मूल्य एउटा निश्चित मूल्यमा चाहिँ निर्धारण गर्छ। एउटा कुरा याद राख्नुहोस्, आईपीओमा तपाईलाई कति नाफा हुन्छ यो कुरा चाहिँ निश्चित हुँदैन र यदि कम्पनीको भविष्य राम्रो छ र त्यसमा सकारात्मक सङ्केतहरू लागिरहेको छ, लगानीकर्ताहरूले आफ्नो सेयर धेरै टाइमसम्म यदि होल्ड गरेर राखेछन् भने तपाईको चाहिँ प्रफिट धेरै हुन्छ। यसमा 1000 को लगानीमा तपाईले 5000 देखि 10000 यहाँसम्म कि 20000 पनि कमाउन सक्नुहुन्छ सजिलै। अब आईपीओ कसरी एप्लाई गर्ने? आईपीओ एप्लाई गर्नको लागि तपाईसँग एउटा डिमेट खाता, मेरो शेयर अकाउन्ट र सीआरएन नम्बर हुनुपर्छ। त्यसको साथसाथ तपाईसँग एउटा टीएमएस अकाउन्ट हुनुपर्छ, ट्रेड म्यानेजमेन्ट सिस्टम। यो सबै भएपछि तपाईले सजिलै चाहिँ आईपीओहरुमा आवेदन दिन सक्नुहुन्छ र कसरी दिने भनेको तपाईले आफ्नो मेरो शेयरको आईडी लगइन गर्नुहोस् र त्यहाँ गइसकेपछि माई एएसबी मा जानुहोस्, कुन आईपीओ नयाँ आएछ र कुन आईपीओमा तपाईले आवेदन दिन चाहनुहुन्छ त्यो खोजेर त्यसमा एप्लाई गर्नु र एप्लाईमा क्लिक गरिसकेपछि तपाईले कति कितामा आवेदन दिन चाहनुहुन्छ त्यो किता संख्या त्यहाँ राख्नुहोस् र लास्टमा प्रोसिड गरिदिनुहोस्। तपाईको ट्रान्ज्याक्सन पिन माग्छ र त्यही ट्रान्ज्याक्सन पिन तपाई हालेर शेयर सजिलै एप्लाई गर्न सक्नुहुन्छ। साथीहरू आज यो भिडियोमा आईपीओ भनेको के हो, कम्पनीले किन आईपीओ निकाल्छ र लगानीकर्ताहरूले किन आईपीओमा आवेदन दिन्छन् र एप्लाई कसरी गर्ने र लास्टमा आईपीओ गरेपछि के हुन्छ, यी 5 वटा कुराहरू हामी यो भिडियोमा सिके। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्, फलो गर्नुहोस्। धन्यवाद।